बालेन र रविको चर्चा हुने गर्छ कि खास गरी दुईजनामा कसले नेतृत्व गर्ने भन्ने खालको। तपाईँलाई के लाग्छ यी दुईमा चाहिँ वास्तवमै जनताको प्रतिनिधि चाहिँ को चाहिँ हुन सक्ला, को चाहिँ हो जस्तो लाग्छ तपाईँलाई चाहिँ? त्यो त देखियो त, धेरै फरक रहेछ त किशोरजी। रवि लामिछानेलाई जस्तो विभिन्न हुने नहुने काण्डै काण्ड यति धेरै अदालत होइन, यति धेरै जेल कारागार डुलाउने यहाँ भएको भएदेखि नि डिमोलाइज भएर बालन शाह अहिलेसम्म पोलिटिक्स गर्दैन म पर हिँडिसक्थ्यो होला। तर आज पनि रवि लामिछानेको हिजोको अनुहार हेर्दा चमक थियो, मुस्कान थियो, मान्छेमा थोरै पनि निराशा छैन यार, हुन्छ नि।